स्वयं प्रधानमन्त्री आफैले भनिसकेपछि भनिएको हुनाले प्रधानमन्त्रीले भनेको त्यो शब्द पनि हटाऊ, हामीलाई केही आपत्ति छैन। तर दृष्टान्त स्वरूप भनेको कुरा सत्ता पक्षले यदि व्यङ्ग्य नै हो भने पनि त्यति पनि व्यङ्ग्य सहन सक्दैन र पेलेर सत्ता पक्ष जान खोज्छ भने यो सदन थाहा होस्, यो सत्ता पक्षको सदन होइन, यो प्रतिपक्षको सदन हो। त्यसकारणले प्रतिपक्षको उपस्थितिलाई सत्ता पक्षले दादागिरी देखाउन नखोजोस्, हटाउने भए प्रधानमन्त्रीले बोलेको पनि हटाइयोस्। र यस्तो संवेदनशील विषयमा सभामुख मध्ये 30 सेकेन्ड 1 मिनटको समय दिएर यो सदनले मजाक गर्न खोजेको हो। राष्ट्रिय हितका विषयमा कुराकानी भइरहेको छ, प्रधानमन्त्रीको भ्रमणका बारेमा कुराकानी भइरहेको छ, परराष्ट्र मन्त्री त्यो फेसबुकमा आएको कुरा हामीलाई थाहा छैन भनेर देशको सिमाना अखण्ड भारत भनेर हालेको विषयमा बोल्नुहुन्छ। यस्तो संवेदनशील विषयमा 1 मिनटमा टुङ्ग्याउनुहोस् भनेर के यो सदनमा? हिजोको बजेट तपाईँले हाँसेर टार्दिनु भयो, यो किन हो? खास तपाईँ बजेट त्यहाँको भाषण हुँदै थियो, तपाईँकै ठाउँको घोषणा हुँदै गर्दाखेरि तपाईँ खुसी भएर हाँस्नु भयो या त्यहाँ चाहिँ उहाँको भनाइहरू त्यो चित्त नबुझेर हाँस्नु भयो? होइन, नेपालीमा उच्चारण पनि गर्न जान्नु भएन, अर्थमन्त्रीले बोल्न जान्नु भएन, वास्तै अब त्यो जान्नु भएन भन्ने त्यो बोल्दा बोल्दै उहाँको अड्कियो होला, तर त्यो नाम नै उच्चारण गर्न जान्नु भएन, त्यो भएर म हाँसेको थिएँ। र अर्को कुरो, अजित डोभाल र भारतीय विदेश सचिवले भेटेर ऊर्जा सम्झौता नि हुँदैन भनेर प्रेसर गर्न साथ उहाँले नेपालका मुख्य एजेन्डाहरू छोडिदिनु भयो। उहाँले सीमा समस्याको बारेमा नि ठोस रूपले उठाउनु भएन, उहाँले इपिजीको प्रतिवेदन बारे पनि उठाउनु भएन। इपिजीको प्रतिवेदन नबुझेसम्म, त्यसलाई त्यसमा कारवाही अगाडि नबढाएसम्म नेपालको भारतसँगका समस्याहरू समाधान नै हुँदैनन्। यसरी देशलाई गुमराह गर्न पाइँदैन, देशलाई ढाक्न पाइँदैन। यो गलत जानकारी दिएकोमा मान्य सदस्य यहाँको कुराहरू सुनियो। ल यस पछाडि के देखिएको छ अहिले जति घेराबन्दी तपाईँले देख्नुभयो, यो बाटो तपाईँलाई लाग्ला अब त सरासर राष्ट्रपा सररै जान्छ, एकदम सजिलो जान्छ, 84 मा त एकदम सजिलो हुन्छ भन्ने यहाँ लागेको होला। हो, नेपाली जनताले देखाएको बाटो त सजिलो छ, तर यो बाटोमा अब सम्पूर्ण दलहरू राखेर जुन बाधा अड्छन्, जुन घेराबन्दी गर्नेवाला छन्, त्यो सातो जाने खालको छ। तर हामी डराउँदैनौँ, ढुक्काउनु। नेपाली जनताले हामी जाने बाटो सहज देखाइदिएका छन्। सहजै 84 मा राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था के हुन्छ भन्ने कुरा घर घरमा आम जनताले अनुमान गरिसकेका छन्। तर त्यो अनुमानलाई बाधा पुर्याउनको निमित्त अहिलेदेखि नै जुन प्रयासहरू चलेको छ, त्यो प्रयासबाट सनाखो हुँदै जानुपर्ने हुन्छ। त्यसकारणले हामीमाथि हुने प्रहारहरूको हामीले सामना गर्नै पर्छ। मान्य सदस्यहरू, भैँसी चढेर आएको भन्ने शब्द जसले बोल्नु भएको भए पनि यो रेकर्डबाट हटाउनको लागि मैले निर्देश गर्छु। त्यसले गर्दा कि जोख्दाखेरि थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो। ठिक छ, यदि 10 केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ, म मृत्युदण्ड लिन तयार छु। आज मेरो गाउँभरि बेइज्जत भयो। मेरो 2 जना सन्तान छन्, अब म के सुनसेरको बिल गलौ भने पोखरीमा माछा पानी सफा गर्ने भनेर छिरे, त्यो पोखरीको पानी कहिल्यै सफा हुँदैन जस्तो मिसिन ल्याएर हाल्दा पनि। म के भन्दैछु, त्यो पोखरी नै पुरौँ, नयाँ पानी हालौँ। भारत भ्रमणकै विषयलाई पनि एकदमै तपाईले उपलब्धिपूर्ण भनियो। इपिजीको बारेमा के भयो? केही पनि भएन। हवाई रुट पायौं? पाएनौं। अखण्ड भारतका विषयमा प्रश्न गरियो? गरिएन। कालापानीबाट भारतीय सेनाहरू हट्ने कुरा भयो? भएन। सुपर हिट भनियो। हामीले सोच्यौं सुपर हिट, अब दिल्लीमा गर्मी धेरै छ, गर्मी हिट भयो हुनाले त्योभन्दा पनि धेरै हिट भएर सुपर हिट भएको होला, तर अरू केही देखिएन हामीले। जब सुन्नु जाग्नु हुँदैन, तपाईँहरू जाग्नु भएको छैन। तपाईँहरू पनि भ्रष्टाचारी हो क्या? भोट मासु र पैसामा बेच्नुहुन्छ। मासु र पैसामा भोट बेचेर लङ्गटलाई जिताएर पठाएपछि तपाईँहरूले रिजल्ट यही त पाउनुहुन्छ नि। सत्तारूढ दलका नेताज्यूले पनि भन्नुभयो यो बजेट ठिक त छैन तर पास गर्नुपर्छ भन्नुभएको छ। नेपाली जनतालाई हामी यही सिकाउने, ठिक छैन तर पास गर्नुपर्छ। दल ठुलो कि देश ठुलो? देशको बजेटको विषय रहिरहँदा सत्तारूढ दलका कयौं सांसदहरूले भन्नुभएको छ यो ठिक छैन, गलत छ भनिरहनु भएको छ। तर हामी त दलमा पर्यौं, सरकारमा पर्यौं, त्यसकारणले पास गर्नुपर्छ भनिरहेका छौं। हुन्छ पक्रिन्छ, के गर्छन् त? मार्दिन त होइन होला? मार्छन् भने मार्दिन न त, बलात्कारीले मार्न सक्दैन, हामीले मारेर के हुन्छ?
माफिया मुर्दाबाद 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 भ्रष्ट अध्यक्ष मुर्दाबाद 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 मानवहरूको अध्यक्ष फिर्तागत फिर्तागत सरकारी जग्गामा कुनै पनि व्यक्तिले होइन राजनैतिक दलको आडमा विकास विरोधी काम गर्छ भने यी व्यक्तिहरूलाई चाहिँ हामीले समाजको अगाडि चाहिँ ल्याएर नङ्ग्याउनु हामी बालेन होइन बालेनका बाउरी उडाउन सक्छौँ हामी बुझ्नुभयो। यहाँ लाखौं लाख व्यवसायी हामी जुन छौँ ती व्यवसायी उत्रिनु पर्यो भने बालेनजी तिम्रा धोती टोपी हिजो इन्डियाबाट आएका हो कि कताबाट आएका हो त्यतै जानुपर्छ तिमी। यहाँ बस्ने अधिकार तिम्रो हुँदैन। एउटा महानगरको पालिकाको मेयरले साँडे राङ्गो जस्तो भएर हिँड्नु भएको छ, कुन दिन सिङ चाहिँ भाँचिन्छ, कहाँनिर पुगेर भाँचिन्छ सिङ। तपाईँका कति लामा सिङ छन् मेयर साहब, त्यो सिङ भाँच्ने काम तपाईँ नगर्नुहोस्, त्यो सिङलाई जोगाउनुहोस्। तपाईँको सिङ जतिखेर नि भाँचिन सक्छ मेयर साहब। तर म मान्य सदस्यलाई के भन्न चाहन्छु भने अघि पनि त प्रधानमन्त्री हुनुहुन्थ्यो, अघि पनि त सरकार थिए, उहाँहरूले सबै भ्याइदिएको भए त मैले गर्नै पर्दैन थियो नि। अर्को निजगढ एयरपोर्टको बारेमा मैले धेरै पटक यस सम्मानित सदनमा राखेको छु। हामीले जो फास्ट ट्र्याक निर्माण प्रक्रिया अगाडि बढेको छ त्यो फास्ट ट्र्याक चाहिँ निजगढ एयरपोर्टसँग लिङ्क गरेर अगाडि बढाइएको हो। त्यसकारण निजगढ एयरपोर्टलाई यथाशीघ्र अगाडि बढाउन सरकार प्रतिबद्ध छ। भ्रष्टाचारका विरुद्ध कुर्ने होइन, अगाडि बढ्ने हो। मेरो दलबाट म राष्ट्रिय स्वतन्त्र पार्टीको फलानु मान्छे भनेर त्यसरी कल गर्यो भने त्यो मान्छेलाई मलाई सोध्न पनि लाग्दैन पर्दैन, तुरुन्तै उहाँलाई पक्राउ गरेर कारबाही गरे हुन्छ, आवश्यक कानुनी दायरामा ल्याए हुन्छ। अरू दलकाले के गरे सुन्नु परेन, जानकारी गराउनुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेले अनुसन्धानलाई प्रभावित पारे भने अनुसन्धानलाई प्रभावित पारेको मुद्दा कस्तो हो, के हो, कानुनले के भन्छ त्यही बमोजिम गर्नुहोस्। कसैलाई सोध्नु पनि पर्दैन, कल पनि गर्नु पर्दैन। तपाईँलाई पुरस्कार दिन्छु, धन्यवाद दिन्छु भनेर आएको छु।